Yo guys, जाओ लागे सनी हाय कर हाय हाय guys हेलो जाओ लायो ओए फसला है लिपा हेलो हेलो भन्छ this is also known as पागल पर्ने ठीक छ भान्जा move on भान्जा move on पैसा केटा हो तरकारी के खाने जिन्दगी कौडा लाएर हिँड्ने गर्नु स्याहारले बलात्कार तिमी पनि शङ्काको घेरामा छौ क्या स्याहारले भन्दैछु भाइ बढी डर साला फुटे त्यसको मुखबाट गाडी त्यसको गाला साला फुटे ग्रान्ड लाएर लाएर गिरी बस्नु बन्द ताल साला फुटे जाने स्टेसन दाइको सिसक मुला साग पहिला सुन्थेन गुरा छ के खुब गर्छ मलाई गुरा गर्छ म नवाजको लागि मात्र हेर्दैन भान्जाको यो भ्लग मैले युट्युबमा हाल्दिन्छु सानो हाई गर न सानोको लप पर्नलाई हाई साने साने तँलाई भन्ने एउटा सुपर पावर देखान के दिइसके क्या होइन त लिए नि दिए नलिए माने त्यही नमाने तैँले कसैको जिन्दगी पनि ध्वस्त पारिदिन सक्छस् के 2 दिन कलेज भरि पर्छ बिरामी भयो भनेर हल्ला फिक्चर फर्मुल एकदम बिरामी छ सिकिँदै बिरामी पऱ्यो सानो बिरामी भएको हामीले तनाव लिनु परिरहेको बिरामी छ एक थुपो भन्नाले थुपो हो 2 दिन कलेज यस्तो हुन्छ सधैँ गरेर मान्छे यस्तो हुन्छ आफ्नो त 80% पैसै जान्न भन्ने हो कपिराइट आउँछ राम्रो गाउनु पर्छ ओए म्युजिक बजिरहेको त्यहाँ भन्दा म त साँच्चै हालिदिन्छु भने गीत नबजाऊ नि त युट्युबमा हाल्ने गीत नबजाऊ सानो भाइरल केटा भात खाम न यार खानी बात इधर गंदे नहीं दाल से बात आंदी नहीं यार कड़ा यार भूख लगे नहीं कि कागज नहीं राती दाल से बात आंदी राती 12:30 बजे मैले भात खान्छु भने थे भन्दा लाइन आसी उठाऊ है म लाइन गएको थियो लाइन गासी उठाऊ है भनेर म सुतेको सिधै बिहान उठेर म त 12:30 बजे कागज खोज्दै हिँड्नु भात गरेर हिजो त मन छिट्टै सुते यार को मेसेज आयो रोजिङले मेरो उस गरेर अलार्म लगाइदिएर म हिजो लाग्यो के त्यो अलार्म बजेर मैले उठिदानु हैन अनि म त यसो म त 3 बजे सुते आउ मुला हैन यस्तो 8:30 बजे यहाँ पर्थ्यो अलार्म यस्तो भयो के केटा यसको अलार्म सुन्नु न सुन्नु अलार्म बज्यो हैन अब अलार्म बजेपछि नर्मली ग्यारिन्छ उठिन्छ नि त म त उठे हैन अनि उठे 5:30 को देख्छु ए आज त बिदा पो त म नि उठे अनि त्यसपछि त्यो बिदै नदिनु पर्ने सानो आरसीबीले चाहिँ आइपिएल ए आज त म्याच छ नि आरसीबी भर्सेस पन्जाब यसले मिठो ड्यु चलाउन थाल्छ के रे ड्यु चलाउन थाल्छ मिठो हामी स्कुटर झन् पागल हामी बाइक बासीले के गर्छ को हो साथी हो ड्यु भनेर चाहिँ मुला ड्यु भन्छ जय राधा भाभी जय मा यो विन पर्दैन 50-50 त सुरु भन्दा पनि जसको पनि हो हैन 1-3 जान्छ नि कहिले हो यामाई र जीटी गएर त यामाई र जीटी आज देखाउन म्याच जहिले हो त्यही दिन हामी छैन फाल्टु खायौँ ल त गरेर राखे हुन्छ उडाइदियो भन्नु
कस्तो आजको इक्जाम गरिदियो भए सकिसक्थ्यो खुसी हुन्थ्यो होला न चिल पारामा राम्रो त नजोडिने रहेछ गरेर के खोज्या अब सानो काम थियो त भन्जालाई ऊ भन्जालाई काम हुँदैन हावा मान्छे थ्याङ्क यू थ्याङ्क यू